हेलो एभ्रिवान, यो चाहिँ मेरो सानो किचन गार्डन। यु क्यान लुक एट दिस हैन। यहाँ चाहिँ यस्तो दामी भ्यू देखेको छ कि हैन, यता पनि छ। अनि यहाँ चाहिँ अलिकति खाली स्पेस छ, यहाँ हेर्न सक्नुहुन्छ। म चाहिँ टमाटर टिप्दै छु है मेरो सानो किचन गार्डनमा। अनि किचन गार्डनमा के देख्न सक्नुहुन्छ भने अनएक्सपेक्टेड कुरा छ कि हेर्नु न, यस्तो दामी कुरा छ कि यस्तो दामी कुरा छ। हेर्नु न, सोच्दै नसोचेको कुरा। वाउ, यस्तो राम्रो छ क्या। हाम्रो बारीमा टमाटर मात्र कहाँ पाइन्छ त नि गाइज? यस्तो लोकल चिजहरू होइन, गेस के पाइन्छ होला, यसो गेस गरिदिनुहोस् न है। अनि साथीहरू गेस गर्नुभयो त? रेडी हुनुहुन्छ हेर्नलाई? 1 2 3 वाउ, यो चाहिँ मेरो मम्मीको मेहनत हो नि फेरि। यस्तो राम्रो छ है, सब्जी खानुपर्छ ल यसको। एउटा मात्रै कहाँ छ त नि गाइज? हामीसँग अर्को मिनी फर्सी पनि छ नि, हेर्नु न यस्तो राम्रो छ। हातमा लिउँ जस्तो होइन त साथीहरू? फर्सी मात्र पाइन्छ त नि हाम्रो बारीमा। यहाँ हेर्नु न, सनफ्लावर पनि पाइन्छ। सनफ्लावर कसैलाई चाहिएमा कन्ट्याक्ट गर्नु होला। मकै पनि पाइन्छ है गाइज। मकै चाहिँ अलिकति रेडी त भइसकेको छैन, तर सानो सानो छ, सानो हुँदैछ, रेडी हुँदैछ। टेस्टी मकैहरू हाम्रो बारीमा। मकै सँगसँगै अरू कुराहरू पनि हुँदैछ। अनि यो चाहिँ हाम्रो सानो फुलबारी है साथीहरू, सानो फुलबारी जहाँ रङ्गी बिरङ्गीका फुलहरू फुल्ने गर्छन्। हेर्नु न कस्तो राम्रो छ है। यो चाहिँ लाउरे फुल हो, लाउरे फुल मेरो मम्मीले रोप्नु भएको, दामी छ है। यो फुलको नाम चाहिँ एक्ज्याक्टली मलाई थाहा छैन, तर फुलेर नि सुकिसकेछ कि हेर्नु न, डेट एक्सपायर भइसकेको छ यसको। यो अर्को फुल छ है। अनि यो फुललाई चाहिँ के भन्छ है? केरा फुल। यहाँ चाहिँ हाम्रो के प्लान्ट भन्छ खै एक्ज्याक्टली चाहिँ थाहा छैन कि मलाई। यस्तो छ गार्डन। यही गार्डनमा चराले अन्डा पारेको छ। यहाँ हेर्नु है साथीहरू, मेरो मम्मीले चाहिँ टमाटर खोज्दै हुनुहुन्छ। टमाटर देखाउनु न मम्मी, कस्तो हुनुहुन्छ कि मम्मी, फालिदिने। देखाउनु न भनेको, देखाउनु न। के टिप्नु भयो गएर देखाइदिनु त, हाम्रो साथीहरूलाई देखाइदिनु त, देखाउनु त ल। काँचो टिप्नु भयो चाहिँ मम्मीले। धन्यवाद छ साथीहरूलाई आजको हाम्रो यो भ्लग हेरिदिनु भएकोमा। धन्यवाद धेरै सबैजनालाई।